के छ तिम्रो भाकामा, किन मिठो त्यो तिम्रो बोली के छ तिम्रो भाकामा, तिमीले हेर्दा नशा लाग्छ के छ तिम्रो आँखामा। हजुर नमस्कार, म दिपेश चापागाई, साहित्य कला संगम ल्याङ्कास्टरको वर्तमान अध्यक्ष। साहित्य कला संगम ल्याङ्कास्टर परिवारको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यहाँ उपस्थित सम्पूर्णमा साहित्यिक अनि साङ्गीतिक अभिवादन टक्राउँदै आज यो विशेष कार्यक्रम हाम्रो गीतकार गोविन्द हुमगाईजी जो हामी सबैका प्रेरणाका स्रोत हुनुहुन्छ। मलाई पनि केही लेख्दै गर्नुपर्छ है, एउटा नयाँ कृति चाहिँ राख्नुपर्छ जीवनमा भनेर जहिले प्रेरणा दिनु है। र हामी यस्ता नवसर्जकहरूलाई एकदम प्रेरणा दिनुहुने गोविन्द हुमगाईलाई उहाँलाई सम्मान गर्दै एक व्यक्ति विशेष एउटा गजल हजुरहरू समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु। हाम्रो समाजमा एक उत्कृष्ट गीतकारको दृष्टान्त हुन् गोविन्द हुमगाई। हाम्रो समाजमा एक उत्कृष्ट गीतकारको दृष्टान्त हुन् गोविन्द हुमगाई। सम्प्रदायलाई होइन सेवालाई धर्म मान्ने सिद्धान्त हुन् गोविन्द हुमगाई। नेपाली भाषा साहित्य संगीत र कलाको संरक्षण गर्न हेतु नेपाली भाषा साहित्य संगीत र कलाको संरक्षण गर्न हेतु नवसर्जकहरूलाई प्रेरणा दिने रमझम वसन्त हुन् गोविन्द हुमगाई। अरूले नछोएका विषयमा विशुद्ध गीत सिर्जना गर्ने, अरूले नछोएका विषयमा विशुद्ध गीत सिर्जना गर्ने सुगम संगीतका सागरहरूमध्ये प्रशान्त हुन् गोविन्द हुमगाई। अजम्बरी कोही हुँदैन मर्त्य मण्डलको यो मानव चोलामा हो, अजम्बरी कोही हुँदैन मर्त्य मण्डलको यो मानव चोलामा, मरणोपरान्त नि रहिरहने बाबाको टोपीमा अनन्त हुन् गोविन्द हुमगाई। अनेकौं गीती एल्बम सुन्दर भजनहरू र पुस्तकहरू मार्फत, अनेकौं गीती एल्बम सुन्दर भजनहरू र पुस्तकहरू मार्फत समाजको उन्नतिमा योगदान दिएका जीवन्त हुन् गोविन्द हुमगाई। म अन्तिम शेरमा छु। प्राणीहरूमध्ये उत्कृष्ट मानव चोला पाएका छौँ हामीले हो, प्राणीहरूमध्ये उत्कृष्ट मानव चोला पाएका छौँ हामीले, कर्म र विचारले भावी पिँढीसम्म जोडिराख्ने दिगन्त हुन् गोविन्द हुमगाई। हाम्रो समाजमा एक उत्कृष्ट गीतकारको दृष्टान्त हुन् गोविन्द हुमगाई। नवसर्जकहरूलाई प्रेरणा दिने रमझम वसन्त हुन् गोविन्द हुमगाई। धन्यवाद।